साथीहरु नमस्कार। सेवारो सिधै घामतिर म मुख फर्काएको छु, त्यसले गर्दाखेरि अलिकति आँखा चिम्रो चिम्रो देखिन्छ। माइन्ड नगर्नु होला, अप्ठ्यारो नमान्नु होला। साथीहरु यो भिडियो चाहिँ के को लागि भने नि, हालसालै मैले केही पोस्टहरु हेरेँ। जस्तो साथीहरु अब फेसबुकमा आफ्नो साथी भइसकेपछि साथीहरुले हालेको पोस्टहरु ठ्याक्क अघितिरै आउँछ, हेर्न नचाहे पनि। मैले हेर्ने भनेको चाहिँ हर्कजीको मात्रै हो। त्यसो भन्दा भन्दै पनि केही पोस्ट त अघितिर आइ नै हाल्छ, त्यसमा हाम्रो कुनै नियन्त्रण छैन। अनि त्यस क्रममा मैले मुना बहिनीहरुको, दुवैजना मुना बहिनीहरुको केही पोस्ट त्यहाँ मैले पढ्न पाएँ, हेर्न पाएँ। प्रसादजीको पनि घरिघरि त्यहाँ आएको हुन्छ। अनि त्यहाँ चाहिँ के हुन्छ भने केही साथीहरुले उहाँहरुलाई जे पाए त्यही भनिरहेको, खेदो खनेको भन्ने त्यसको अर्थ लाग्छ। उहाँलाई त्यो केही साथीले गर्दै हुनुहुँदो रहेछ हैन। धेरै गलत कुरा हो, कृपया कसैले पनि त्यस्तो नगर्नुहोस्। प्रसादजी अहिले हर्क साम्पाङजीको पुरा उहाँले आफैले भन्नुहुन्छ म बुलेट प्रुफ हुँ, श्रमदाता मात्रै होइन भनेर। त्यो जहिले पनि उहाँलाई छाया सर हर्कजीको वरिपरि देखिनुहुन्छ। त्यस्तो व्यक्तिलाई जे पाए त्यही भन्नु असाध्यै गलत कुरा हो। र हर्कजीले के गर्दै हुन्छ, देश बनाउने काम गर्दै हुन्छ। त्यो देशमा हामी सबै छौँ। जब सबैको लागि काम हुँदैछ भनेपछि किन गाली गर्नेले गाली गर्दैछ म बुझ्न सक्दिनँ। र पनि यदि मेरो भिडियो त्यो मान्छेहरू भाटो पुगिछ भने कृपया त्यस्तो नगर्नुहोस्। तपाईँले कम्तीमा आफ्नो मुख बन्द गरेर राख्न सक्नुहुन्छ, बन्द गरेर राख्न सक्नुहुन्छ। कम्तीमा त्यति गर्न सक्नुहुन्छ, अर्थ केही नगरे पनि। कृपया त्यस्तो केही पनि नगर्नुहोस्। र मुना बहिनीहरूलाई पनि के मानिसहरूले भन्दै रहेछन्, उहाँहरूको पोस्टले त्यही नै सन्देश दिन्छ। अनि अलिक महिला भनेर हेप्ने भन्ने किसिमको कुरा पनि आइरहेको छ। के गर्नु खोज्नु भएको तपाईहरुले, जसले चाहिँ उहाँलाई त्यसै भन्ने हुन्छ? महिला भनेका ती व्यक्ति हुन् जसको माध्यमबाट हामीहरू यो पृथ्वीमा आउँछौँ के। त्यो पो त हो। कस्तो विवेकशील, विवेक शून्यतामा रहेर तपाईहरुले त्यसरी व्यवहार गर्दै हुन्छ। म त छक्क पर्दैछु कि त्यस्तो पनि कहीँ हुन्छ। त्यसरी कहीँ भन्ने हो। महिलाहरू त विचित्रको प्राणी हो। असाध्यै सम्मानित, असाध्यै सम्माननीय व्यक्ति हो महिलाहरू भनेको। उहाँहरू मार्फत नै हामीहरू यस पृथ्वीमा हामीहरूको प्रवेश हुन्छ। त्यही भएर आज हामी बोल्न सक्ने भएको छौँ, यसरी एकले अर्का देख्न सक्ने भएको छौँ, एक आपसमा चिना परिचय गर्न सकेका छौँ, केही बोल्न सक्ने भएको छौँ। महिलाहरूको मार्फत नै हामी यहाँ आउँछौँ, होइन र भने? एकदम प्रष्टै कुरा छ। र जसले पनि त्यो गर्दै हुन्छ, त्यसरी भन्दै हुन्छ उहाँहरूलाई, मुनाजीहरूलाई, मुना बहिनीहरूलाई। तपाईँहरूको पनि त अब पक्कै पनि अब श्रीमती त हुनुहुन्छ होला कतिको, तपाईँको पनि सन्तान त छ होला। त्यो सन्तान चाहे छोरा होस् या छोरी होस्, महिलाको मार्फतबाटै यस पृथ्वीमा आएको हुन्छ। तपाईँ स्वयं पनि महिलाको मार्फतबाटै यस पृथ्वीमा आउनुभएको हो। त्यति मात्रै नभएर उहाँहरूले खाना पकाउनेदेखि लिएर भाँडा मोल्ने, लुगाफाटा धुने, बढार कुडार गर्ने सबै काम कस्तो शानदार ढङ्गले गर्नुहुन्छ। त्यो हदमा हामीहरू काम गर्न सक्दैनौँ। त्यति मात्रै नभएर उहाँले जति पनि मानिसहरू त्यो घरमा आउनुहुन्छ, ती मानिसको स्वागत सत्कारमा जुन किसिमले उहाँहरूले आफ्नो समय खर्चिनुहुन्छ, आफ्नो योगदान दिनुहुन्छ, त्यो भनेको अतुलनीय हुन्छ। हामीले त्यो काम गर्न सक्दैनौँ। मैले त देखेको छैन, कसैको पनि देखेको छैन। ल कसैको पनि बाहिरको कुनै मान्छे आएर उसलाई स्वागत गर्नु, सत्कार गर्नु, राम्रोसँग बोल्नु, हजुर हजुर भन्नु, उसलाई चाहिँ चिया दिनु, नास्ता दिनु, पानी दिनु, खानेकुरा दिनु, सबै कुरा गर्नु, अनि उसले त्यो सबै गरेको जुडा भाँडाहरू मोल्नु ओर्नु सबै कुरा गर्नु मजाक हो। सकिँदैन, गरिएको छैन। अनि त्यस्तो घरको त्यस्तो राम्रो सम्हाल्ने व्यक्तिहरूलाई हामीले छिची गर्ने, दूर गर्ने, जे पाए त्यही भनिदिने। यो त कस्तो भयो भने नि, अब हामीहरू महिलाको मार्फतबाट यसमा आएका हौँ पृथ्वीमा, होइन? कस्तो कुरा भयो भने तपाईँ घरबाट बाहिर निस्किनुहुन्छ कुनै काम गर्नको लागि, कुनै पनि उद्देश्यको लागि, अनि फर्केर त्यो ढोकामा थु गर्ने, झ्याम्मा लात्तीले हान्ने, गाली गर्ने, त्यस्तो गर्नुहुन्छ? त्यो गरे जस्तो भयो कि। त्यही घरमा बस्नु छ, अनि त्यही घरबाट बाहिर निस्किँदाखेरि पनि गाली गर्ने, लात्ती हान्ने, ढोकामा झ्याम्मा हान्ने, अनि बाहिरबाट घरभित्र पस्दाखेरि पनि
त्यो तालचा खोलिसकेपछि ढोकामा झ्याम्म खुट्टाले हान्ने, तथानाम गाली गर्ने, बन्द गरेर झ्याम्म पारेर बन्द गर्ने, तथानाम गाली गर्ने, अनि त्यही घरभित्र गएर सुत्ने, चहल पहल गर्ने, खाना खाने त्यही घरभित्र। हामी गर्छौँ र त्यो? हामी त्यो गर्दैनौँ। महिलाहरू पनि त्यही हो, उहाँहरू मार्फत नै हामीहरू यहाँ पृथ्वीमा आएको हो। अनि उहाँहरूलाई हामीले उल्टो गाली गर्ने, जे पाइ त्यही भनिदिने। र त्यति हुँदा हुँदै पनि उहाँहरूले फेरि खाना पकाउने, चिया दिने, सरसफाइ गरिदिने, लुगाहरू धुने, कतिपय लोग्नेहरूको त कट्टु पनि धुइदिनुहुन्छ महिलाहरूले। तपाईँहरू जो पनि हुनुहुन्छ जसले चाहिँ गाली गर्दै हुन्छ, तपाईँहरूले महिलाहरूको कट्टु धुनुहुन्छ? गरेर हेर्नुहोस् त, थाहा भइहाल्छ। आफ्नो श्रीमतीको कट्टु धोएर हेर्नुहोस् त, सक्नुहुन्छ? आमाको कट्टु धोएर हेर्नुहोस् त, सक्नुहुन्छ? अथवा बहिनीहरूको भित्री लुगाहरू धोएर, प्रेमपूर्वक धोएर, सुकाएर, पट्याएर पनि राख्न सक्नुहुन्छ? महिलाहरूले सबैले गर्नुहुन्छ, प्रायले गर्नुहुन्छ। अब अहिलेको जमानामा केहीले गर्नुहुन्न होला, होइन भने त मैले थाहा पाएँ अनुसारले यहाँभन्दा पहिला प्रायले गर्नुहुन्छ। मेरो श्रीमतीले गर्छिन्, मैले उनलाई भन्छु नगर, किनकि मैले तिम्रो धुन्न, मैले तिम्रो नधोइसकेपछि तिमीले पनि मेरो नधौ, त्यस्तो नगर, मलाई अलिकति अप्ठ्यारो लाग्छ। तर उनले गर्छिन्, उनले भन्छन् होइन मलाई यो गर्न मन लाग्छ भन्छन्, त्यो उनको कुरा भयो। उनले भन्छन् मलाई गर्न मन लाग्छ भन्छन्, उनले हामीले गर्नुपर्छ भनेर उनले भन्छन्। अनि मैले उनलाई भन्छु त्यही कुरामा मबाट त हुँदैन, म गर्न सकिरहेको छुइनँ, मलाई सङ्कोच हुन्छ, हिचकिचाहट हुन्छ, मैले गरेको छु तिमी किन गर्छौ, नगर, मैले आफ्नो लुगाहरूमा आफू धुन सक्छु, म धुन्छु भनेर भन्छु, र पनि उनले गरिहाल्छन्। त्यो भिन्नै पक्ष भयो। तर मै पनि भन्नु, तपाईँलाई भन्दैछु नि, मै पनि म सक्दिनँ, मैले गर्दिनँ। तपाईँले कसैले पनि गर्नुहुन्छ त त्यस्तो? आफ्नो आमाहरूलाई, दिदीहरूलाई, श्रीमतीहरूलाई खाना पकाएर दिन सक्नुहुन्छ? भाँडा मोल्नुहुन्छ? उहाँहरूले खाएको जुठो थालहरू, भाँडाकुँडाहरू मोलेर टिलिक्क पारेर राख्न सक्नुहुन्छ? कुनै बाहिरबाट आएका अतिथिहरूलाई स्वागत सत्कार गरेर चिया नास्ता पुरा दिएर ल तिमी चाहिँ बसिरहेको सबै काम म गर्छु भनेर गर्न सक्नुहुन्छ? श्रीमतीलाई गफ गर्न दिने, श्रीमतीलाई ल तिमी चाहिँ अतिथिसँग बसेर गफ गर, म अरू काम गर्छु, चिया नास्ता सारा कुरा म गर्छु भनेर गर्न सक्नुहुन्छ? सक्नुहुन्न, निश्चित रूपमा सक्नुहुन्न। कुनै एउटा दुईवटा अपवाद हुन सक्ला, तर सक्नु। र तपाईँहरू जे पाइ त्यही भनिदिने महिलाहरूलाई। तपाईँहरूले मुना बहिनीहरूलाई केही भन्ने हुन्छ, त्यसको मतलब के भने तपाईँ आफ्नै बहिनीहरूलाई पनि भन्ने हुन्छ है, आफ्नै बहिनी, आफ्नै स्वास्नी, आफ्नै आमाहरूलाई पनि भन्ने हुनुहुन्छ नि। फेरि यहाँ महिला भन्नेले मुना बहिनीहरू मात्रै होइन, तपाईँको आफ्नो आमा पनि महिला हो, श्रीमती पनि महिला हो, काकीहरू, माइजीहरू, सानीमाहरू, तपाईँहरू सबैलाई भन्ने हुन्छ। हेर्नुहोस्, कृपया त्यस्तो काम नगर्नुहोस्, बहुत गलत कुरा हो। लोग्ने मान्छे भएर लोग्ने मान्छेकी बेइज्जती गर्दै हुन्छ। धिक्कार छ यस्तो लोग्ने मान्छे हुनुमा। कस्तो विवेक, पटक्कै विवेक नभएको हो। त्यस्तो विवेक शून्यता पनि कहीँ हुन्छ। अनि तपाईँ जस्तै मान्छेहरूले फेरि केपी ओलीले यस्तो गरो, शेरबहादुरले यस्तो गरो, पचौले यस्तो गरो, बिगारो, देश बिगारो, ऊ बिगारो भन्ने कुरा गर्छ। ठुला कुरा गर्छ कि ठुला सी जिनपिङ जस्तो, ली कुआन जस्तो भयङ्कर के ने ज्ञान गुणको के ने पढ जस्तो कुरा गर्छ तपाईँ यस्तै मान्छेहरूले। घरको महिलालाई राम्रोसँगले इज्जत दिन सक्नुहुन्न, अनि तपाईँहरू चाहिँ सी जिनपिङ, ली कुआन कसो कुरा पनि गरिदिने, अब्राहम लिङ्कन, आइन्स्टाइन, तपाईँहरूको सब बोलीमा त्यस्ता शब्दहरू हुन्छन्। तर वास्तविकतामा तपाईँले आफ्नो घरको महिलालाई इज्जत दिन सक्नुभएको छैन। कृपया त्यस्तो नगर्नुहोस्, यति भन्छु, त्यस्तो नगर्नुहोस्। हस्त ल, सेवा सेवारो, नमस्कार।